साथैमा रातैमा तिमीले हाँसेको फोटो साथैमा छैन भो मनमा रेशम छलकपट नसम्झे हुन्थ्यो रेशम सम्झिन्छ यो मनले छैन भो मनमा रेशम छलकपट सम्झिन्छ यो मनले नसम्झे हुन्थ्यो रे सम्झिन्छ यो मनले मेलिनाको यो ब्याटल थियो सच अ वन्डरफुल ब्याटल अडियन्सले पनि रमाइलो गर्नुभयो कोचहरू चारैजनाले रमाइलो गर्नुभयो यदि यसको ओरिजिनल गायक हाम्रो प्रकाश दुतराज जी यहाँ हुनुहुन्थ्यो भने सायद उहाँ कायल हुन्थ्यो पागल हुनुहुन्थ्यो कि मैले भन्दा पनि कति राम्रो गाउनुभयो तपाईँहरूले भनेर होइन अनि दुवैजनालाई उत्तिकै प्रशंसा गर्नुहुन्थ्यो होला जस्तो लाग्छ यो अनिल भइसकेपछि उहाँले सुन्नु पनि होला एकदमै दुवैजनाको कन्फिडेन्स पावर उत्तिकै भोकलको त्यो पन्चिङ लाइनहरू पनि उत्तिकै राम्रो शुभकामना तपाईँहरू कोच उदय कस्तो थियो त फर्स्ट हाफमा चाहिँ सञ्चिता अलिकति नर्भस भएको जस्तो लाग्यो तर सेकेन्ड हाफमा आएर एकदमै राम्रोसँगले उठाउनु भयो र राम्रोसँगले गाउनु भयो गगन एकदमै राम्रो छ तपाईँको पनि एकदमै दुईजनाकै गायकीमा निखार छ जोस् तपाईँहरूलाई एकदम बधाई छ ल थ्याङ्क यू सर ओके कोच राजु कस्तो थियो त आज टिम मेलिनाको यो ब्याटल गीत सुन्ने भन्दा पनि अझ बढी त तपाईँ अडियन्ससँग रमाइराख्नु भएको मैले देखाएको थिएँ यो ओके गगन भाइ र सञ्चिता बहिनीले यति मिठोसँग गाइदिनु भयो कि यो गीतलाई साँच्चीकै भन्दाखेरि चाहिँ एकदमै पक्का न्याय गर्नुभयो दुवैजनालाई एकदमै धेरै बधाई छ अनि एकदमै धेरै शुभकामना छ ओके कोच मेलिना प्रेसर त अनुहारमा देखि नै सकेका छौँ हामीले सबै हाम्रो तिनैजना कोचेसले यस्तो राम्रो कम्प्लिमेन्ट दिइसक्नु भएको छ होइन मेरो तर्फबाट त्यस्तो भन्नुपर्ने केही जरुरी छ जस्तो लागेन तर आज अस्ति प्र्याक्टिस भन्दा अहिले हेर्दाखेरि होइन गगन पुरा रमाइरहनु भएको थियो होइन आफैले पनि के रुमाल निकाल्नु भएको थियो क्या भित्रबाट हो नो म्याम त्यो चाहिँ फोटो टाइप ए फोटो ए कसको मेरो हो त्यो सायद लास्टतिर गएर गगनले रिभिल गर्नेवाला छ है त्यो अनि लास्टमा गर्ने कि अहिले नै गर्ने हो त्यो ठिक छ सर अहिले नै गरिहालौँ होला
हो यो चाहिँ लाइक मेरो लागि चाहिँ फोटो बराबर नै हो। यो चाहिँ यहाँ चाहिँ ब्रेल स्क्रिप्ट लेखिएको छ ए ओके बिल्कुलमा। ओके अनि यो चाहिँ मलाई कसैले दिनुभएको थियो। त्यो ह्याप्पी भ्यालेन्टाइन्स डे गगनु भनेर लेखिएको छ। को त्यस्तो गगनु भन्ने को रहेछ गगनलाई ओके कमेन्टतिर आउँदाखेरि अब गायकीमा त म केही भन्दिनँ, दुवैजना 100 केही छैन क्या, डिफ्रेन्सै छैन। सो अस्ति नै मैले प्र्याक्टिस गराउँदाखेरि पनि कस्तो टेन्सन भइसकेको थियो, म अघि आँसुसरी भइसकेको थिएँ है। अब एकछिनमा हुनेवाला छु है त्यो चाहिँ होइन, तर अब यस्तो गाह्रो हुनेवाला छ मलाई, म के गरौँ अघि पर्फर्मै गर्नु हुँदाखेरि पनि मैले कोचेसलाई पनि कानमा सोधिरहेको थिएँ क्या, अब मलाई अलिकति सजिलो होस् भनेर तपाईँहरूलाई को बेटर लागिरहेछ भन्दाखेरि सबैबाट एउटै आउँछ क्या होइन कुरा, अनि अब के 50-50 भइरहेछ क्या, त्यही भएर मलाई एकदम गाह्रो हुनेवाला छ। त्यसैले अब के गर्ने, पहिला सजेसन लिइदिनुहोस् न हजुरले। ओके, अबको यो ब्याटलबाट सञ्चितालाई अगाडि लैजाने या अघि भने जस्तै गगनुलाई अगाडि लैजाने, कोच खेम के सल्लाह दिनुहुन्छ? सञ्चिताजीलाई लानुहुन्छ कि जस्तो लाग्छ। कोच उदय के सल्लाह दिनुहुन्छ, गगनु वा सञ्चिता? मलाई क्लियर चाहिँ गगनको लाग्यो। सो कोच उदयले सजेस्ट गर्नुभएको छ गगनु। ओके कोच राजु, हु डु यु सजेस्ट? दुईटै। ओके, भेरी डिप्लोमेटिक आन्सर, दुईजना नै अगाडि लैजाने उहाँले सल्लाह दिनुभएको छ, तर पनि दुईजना मध्ये एकजना मात्रै अगाडि बढ